आफ्नो चिनीको साथीलाई खुवाउनलाई घर राखे दराजमा राखे परशुराम भन्नेले होइन परशुराम छ अर्को राम्रो छ परशुराम भन्ने सोझा खान गएको परशुराम त जापान गएर बस्यो अहिले आयो बस्यो भने त्यहाँदेखि बुक गर्नु खान्छ त्यस्ता तडक भडक नचाहिँदो गर्नु छ होइन परशुरामको छोरो हो कि परशुरामको छोरो हो कि प्रकाश त प्रकाश अर्को चिहारी जोइँदै बिहासँगै घर पनि राईको छोरो भयो एउटाको बिहा बिग्रो क्या एउटाको नाति भयो त्यही परशुराममा त हाम्रै दाइको जापान बसेको त परशुराम बागलमा धेरै बसेर कमाएको होस् काठमाडौँ बस्नु लस खोलेको लस परेको सम्पर्क शङ्करका बाबुलाई शङ्करका बाबु शालिग्राम एक भाइका छोरा परशुरामका बा एक भाइका छोरा हुन्छ बाबु नाम शङ्करका बाबुको नाम शालिग्राम शङ्करको त 5 भाइ 4 भाइ छन् तिनीहरूको त्यही लगनशील छन् तिनीहरू त सबै भाइ त्यो शङ्करका दाइ प्रकाश शङ्कर तिनवटा त टाढा होइन होटल छ है त एउटा शङ्कर यसै गाउँमा पर्खाले त बाबुको शालिग्राम छ त्यो भानु त थाहा भानुको जेठो दाइ शालिग्राम माइलो मेघनाथ साइलो भानु हुन् त्यही साइलो बाबुराम मणि टक्कर पसन्द गर्ने काइलो साइलो भानु त्यही डान्सिङ पसन्द गर्ने काइलो टक्कर पसन्द गर्ने बाबुराम बाह्र यो प्रकाशको दुई भाइ दुई भाइका छोरा शङ्करको बा र भानुहरू भाइ भाइ अर्को प्रकाशको हजुरबा अर्को भाइको छोरा हुन्छ अन्त ल्याउनु पगा ल्याउने भयो ल्याउनु हाम्रो सागहरू हुन्छन् अरू कोही बाटाहरू हुनुभयो कोही बल्लाहरू हुनुभयो पहिला आँटी गरी भन्ने छन् आँटी यहाँ बसेर हामी पनि आँटी गरेतिर खाउँछ त्याडे भन्ने छन् कता बसेर यहाँ बसेर अघि घन्टा पहिला त्यस्तो गराएको आएको जागिर गर्ने घर त्यहाँ भर्ती गर्नु भएको त्यहाँ अलिकतिको मान्छे कोही छैन सम्पत्ति भएका नि सबै छन् यहाँ भएका विदेश नभएका गहरी भएन नि त सरासरी विदेश गएपछि खालि बुढाबुढी मात्र भयो कति दुःख गरे कति शालिग्राम कति काम गर्छ 50 छोराहरूले गर्दा पर्खाले गएर त्यसपछि बाउले चाहिँ 50 काठमाडौँ गएर त्यसले त फाँटा असारामा त 2-4 लाख कमाउँथ्यो ट्र्याक्टरले जोतेर यति धसिन्छ यो त सबै भाइयो कति बेलती भयो कति शङ्करले त्यस्तै गर्यो आफू पनि काट्नु एउटा नयाँ काट्नु कान्छो शङ्कर पनि सोचेर पनि सोच होइन रिगर यहाँ जाँदै गरेन पहिला प्रकाशले जाति बित्ती गऱ्यो यहाँ अहिले शङ्करले गर्यो शङ्करले चाहिँ त्यही गाडी चलाउनु मात्र फाँटा काम त गरेन होटल चलाएको सबैलाई अरू विदेश गयो भने त तिनीहरूले यहीँ व्रत कमाएको
आफ्नै देशमा गरे नि हुन्छ भन्ने चाहिँ देखाएको नि मान्छेलाई। बाबुले पनि विवाह गरे जस्तो गराएको केटाले आफ्नो मलाई त फेरि पैसा रात रात भन्ने गाडीलाई गाउँबाट गाडी लगाउने सब काठमाडौँ खानी राखेको यस्तै गाडी आइने खाँदै पटना आयो मुगली नाम लाग्यो। हेलो मुगली आइसक्नु मुगलीबाट उता एक घन्टा काका पुरा ठ्याक्क मिल्यो त यस्तै डिस्कस गरिरहेको थिएँ यो वार्डमा कोही गर्ने अनि त्यसको छलफल गरिरहेको थिएँ कि एकजनाले कोही होइन तपाईँले गरेको कोही भएन भनेको मसिनको त अगाडि भन्नुहोस् त यति हाँसेन स्कुलमा सरहरूले तपाईँको यस्तो यहाँ त हामीलाई त धेरै सुन्नुभयो भन्ने मैले कति आशा दिएको थिएँ सर केमा जानुहुन्छ टिप्परमा जानुहुन्छ कि होइन मलाई छोका छोडिदिने पनि घर योगै पुऱ्याइदिने कुरो देखिन्छ चितवनतिर त निलो बस पनि चल्छ भन्ने सुनिन्थ्यो कता गएछ पुलसम्म त गइएला के अरे सङ्घ गएन मैले सङ्घलाई यही भनिदिएको उहाँ पुलचोकसम्म सोध्छु जहाँ घर सकिँदै हुन्छ भन्ने पुलचोक पुलचोक त जानै पर्यो फेरि होइन कि पुलचोक त परो हजुर मैले शङ्करलाई भनेको त मलाई घरैसम्म छोडिदिने म जानियो नभए जान्न भने घरै लैदिनु त हिजो बेलुकी त म जानियो ल सुन्नु के भन्थ्यो भने म जानियो ल बिहान 6 बजे आउनुहोस् भनेर 5 बजे आएर उठेर गर्दा 5:30 बजे फोन गरेर त मैले नम्बर पठाएँ अङ्कल त्यसमा फोन गर्नु मद्दत गरिदिनु काखा बसेर अब मामाहरू त रेडी है अब यता लाग्नु अस्तिको केही भनेर तपाईँले त्यो त्यत्रो कुरो राख्नु मैले उसको हो नि त धन्न धन्न उकाला गएर होइन र उहाँको दार्जिलिङ लाने बेला चितवनबाट जाँदा अब त त्यो पारी त नभइकन भने बल्ल बल्ल लड्छ जानु गएको त्यो बाटोमा पानी आएर हिजो बाबु तपाईँले जात्रा लान्न भने भए त्यो गाडी जाने जस्तै थिएन धन र गुरुजी त आँट गरेर लानु मात्र कति खुसी भयो उकालो चढ्दैन भनेर त मैले भने केही सुन्नुपर्दैन पानी आएपछि चढिदिने अन्त फेरि यहाँ केही हालिदिएको थिएन मैले फेरि भैँसीसँग पिनामा बरु हालौँ घरि ल्याएपछि शङ्करले त मेरो यहाँ मेरो हात दुखेको थियो पराएर आएको बेला दसैँमा घर बाउको बाइक यहाँ बसिनी गइयो नाचो गयो आएपछि बाइक निकाले मलाई हातले चलाएरै लाने बाइक भनेर लगेको धन्दा गाडी हालेर मैले बाइक घरै 2000 मैले फेरि बाइक मैले चलाएर लान खोजेको थिएँ क्या म्याडमले गाली गरेँ मिलाएर बिचमा राखेर फर्म राखेर कोही फिक्स कोतेर दिएको अहिले घर लड्दै गाई निकालेर अलिकति देखाएँ ट्वेन्टी कोतेर दिएको माने यही तपाईँको र साइन गरेको मेरो कहाँ सकिन्छ अहिले मैले बाइक
मलाई अब त्यो कानी कोसी 90 हान्छु का सानो यो गीत बाइक हान्छु खाली सोय खेल्छ यो चाहिँ चितवन जाने बाटो हो गाइजहरू। आज चाहिँ हामी यहाँ चितवन जाँदैछौँ। नगरी त्यो बल्ल अब पैसामा जागिरले बोल्यो अब अन गर्ने भनेर मैले बाई बाई गाइजहरू।